यो चाहिँ मेरो लगभग 1 महिनाको मिहिनेत अब चाहिँ आशलाग्दो भयो। पानी परेको बर्सात केही मात्रामा भएको कारणले गर्दा अब चाहिँ अलिअलि आफूले लगाएको बिरुवाले केही आशा जगाइदियो मनमा। अब हेरौँ यसको अझै परिणाम आउन बाँकी नै छ। यो साल चाहिँ 2082 को चाहिँ यति नै खेती गरियो। अब उत्पादन राम्रो भयो भने आउने 83 सालमा चाहिँ लगभग अत्याधिक बिरुवा लगाएर उत्पादन लिन्छ।